सो हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आजको भिडियोमा हामी पढ्न गइरहेका छौँ एउटा नयाँ च्याप्टर, क्लास 12को फिजिक्सको नयाँ च्याप्टर पढ्न गइरहेको छौँ, रोटेसनल डाइनामिक्स। ठिक छ, रोटेसनल डाइनामिक्स भन्ने हाम्रो नयाँ च्याप्टर छ। ठिक छ, कुन च्याप्टर हो? रोटेसनल डाइनामिक्स। अब रोटेसनल डाइनामिक्स च्याप्टरमा रहेको हामी पहिलो केही टर्म्सहरूबाट स्टार्ट गर्छौँ र यो केही टर्म्सहरू सकिसकेपछि हामी यसको डेरिभेसनहरू, विभिन्न अन्य डेरिभेसनहरू हामी पढ्छौँ है त। सो पहिलो हामीसँग छ रिजिड बडी। रोटेसनल डाइनामिक्समा हामीलाई एकदमै चाहिने, डेरिभेसनमा पनि एकदमै अत्यावश्यक हो चिज हाम्रो एउटा के हो? रिजिड बडी हो। सो रिजिड बडी भनेको के होला? रिजिड बडी भनेको के हो भन्दाखेरि इट इज द बडी द्याट डज नट डिफर्म अन्डर द एक्सन अफ एक्सटर्नल फोर्स, देन द बडी इज सेड टु बी रिजिड बडी। यदि कुनै पनि बडी छ यसले आफ्नो सेप, साइज हो, यसको आफ्नो ओरिएन्टेसन यदि कुनै पनि एक्सटर्नल फोर्स लगाउँदाखेरि चेन्ज गर्दैन हो, त्यो भनेको के भयो? रिजिड बडी भयो। ठिक छ, जस्तै कि मैले एउटा रिजिड बडी एजुम गरेँ, जुनसुकै एउटा इरेगुलर सेपको रिजिड बडी, यसको एउटा पर्टिकुलर सेप छैन। ठिक छ, इरेगुलर सेपको रिजिड बडी मैले एजुम गरेँ। जब यो रिजिड बडी के हुन्छ? एउटा ट्रान्सलेसनल मोसनमा हुन्छ। ट्रान्सलेसनल मोसन भनेको लिनियर मोसनमा हुन्छ। यसमा भएको हरेक पार्टिकल, जस्तै कि एउटा पार्टिकल मैले यो एजुम गरेँ, एउटा पार्टिकल मैले यो एजुम गरेँ हो, हरेक सानो पार्टिकल के हुन्छ? त्यसले के गर्छ? इक्वल टाइम इन्टरभलमा इक्वल डिस्टेन्स कभर गरिरहेको हुन्छ। ठिक छ, केमा? ट्रान्सलेसनल मोसनमा। यदि मैले यो रिजिड बडीलाई मानौँ यो एक्सिसको थ्रुबाट यो एक्सिसमा के गरेँ? मैले यसलाई रोटेसनमा लगाइदिएँ हो, रोटेसन विथ अ कन्सटेन्ट एङ्गुलर भेलोसिटी ओमेगा भने यो कन्डिसनमा के हुन्छ भन्दाखेरि यसको एङ्गुलर डिस्प्लेसमेन्ट के हुन्छ? यसको एङ्गुलर डिस्प्लेसमेन्ट थ्रु आउट द रोटेसनल मोसन कन्सटेन्ट हुन्छ। जस्तै कि यो पार्टिकलको मास m1 छ, यो पार्टिकलको मास m2 छ। ठिक छ, भने यहाँदेखि यहाँसम्मको जुन एक्सिस अफ रोटेसन छ त्यहाँदेखि त्यहाँसम्मको डिस्टेन्स हाम्रो r1 होला, यहाँदेखि यहाँसम्मको डिस्टेन्स हाम्रो के हुन्छ? r2 हुन्छ क्या, पर्पेन्डिकुलर डिस्टेन्स। ठिक छ, एक्सिस अफ द रोटेसनसँगको पर्पेन्डिकुलर डिस्टेन्स r1 र r2 हुन्छ। र के हुन्छ भन्दाखेरि यो रिजिड बडी के गर्छ? जब यो बडी यसरी यो एक्सिसमा घुम्छ नि, तब के हुन्छ? यसको एङ्गुलर डिस्प्लेसमेन्ट के हुन्छ? एङ्गुलर डिस्प्लेसमेन्ट के हुन्छ? कन्सटेन्ट हुन्छ कि हरेक पोइन्टको यो मासको एङ्गुलर, यो पोइन्टको एङ्गुलर डिस्प्लेसमेन्ट पनि कन्सटेन्ट छ, यो पोइन्टको एङ्गुलर डिस्प्लेसमेन्ट पनि कन्सटेन्ट हुन्छ। ठिक छ, यो पोइन्टको के हुन्छ? एङ्गुलर भेलोसिटी पनि कन्सटेन्ट हुन्छ, यो पोइन्टको एङ्गुलर भेलोसिटी पनि कन्सटेन्ट हुन्छ। किन? हामीले ओमेगालाई हामीले कन्सटेन्ट मानेका छौँ। एङ्गुलर डिस्प्लेसमेन्ट भनेको के छ? कन्सटेन्ट। एङ्गुलर डिस्प्लेसमेन्टलाई हामीले थीटाले रिप्रेजेन्ट गर्छ मेनली, यो कन्सटेन्ट हुन्छ। तर के यो रिजिड बडीमा लाग्ने, रोटेसनल मोसनमा लाग्ने लिनियर भेलोसिटी कन्सटेन्ट होला त? हुँदैन। किन हुँदैन भन्दाखेरि लिनियर भेलोसिटीको फर्मुला भनेको के हो? v = r ओमेगा। ओमेगा कन्सटेन्ट छ, r कन्सटेन्ट छ त? छैन। यो पार्टिकलको लागि के हुन्छ? डिस्टेन्स के छ? r1 छ, यो पार्टिकलको लागि r2 छ भनेपछि r1 र r2 डिफ्रेन्ट रहेछ भनेपछि यो पार्टिकलको लागि v1 को भ्यालु डिफ्रेन्ट हुन्छ, यो पार्टिकलको लागि v2 को भ्यालु डिफ्रेन्ट हुन्छ। सो रिजिड बडी यदि के हो? रोटेसनल मोसनमा छ भने त्यसमा भएको हरेक पार्टिकलको, त्यस बिचमा भएको हरेक पार्टिकलको के हुँदो रहेछ? तिम्रो के हुँदो रहेछ भन्दाखेरि एङ्गुलर भेलोसिटी के हुँदो रहेछ? सेम हुँदो रहेछ, एङ्गुलर डिस्प्लेसमेन्ट सेम हुँदो रहेछ, तर लिनियर भेलोसिटी त्यसमा के हुँदो रहेछ? भेराइ गर्दो रहेछ। किनकि लिनियर भेलोसिटी केमा डिपेन्ड गर्छ अरे भन्दाखेरि r ओमेगा भनेको उसमा डिपेन्ड गर्छ क्या, लिनियर भेलोसिटी रेडियसमा पनि डिपेन्ड गर्छ, ओमेगा मात्र डिपेन्ड गर्दैन। अब यसको बारेमा हामीले केही एउटा डिस्क्रिप्सन छ, सर्ट डिस्क्रिप्सन हेर। इफ अ बडी इज अन्डरगोज ट्रान्सलेसनल मोसन इच पार्टिकल अफ द इट ह्याज अ इफ अ बडी अन्डरगोज ट्रान्सलेसनल मोसन, सरी अलिकति देखिएन, ल अब देखिएला। इफ अ पार्टिकल अन्डरगोज ट्रान्सलेसनल मोसन इच पार्टिकल अफ इट ह्याज अ सेम लिनियर डिस्प्लेसमेन्ट इन सेम टाइम इन्टरभल अफ टाइम, सिमिलरली अ रिजिड बडी इज सेड टु ह्याभ undergone rotational motion, then each particle of it has the same angular displacement in the same time interval of when a rigid body rotates about an axis, all the particle of the body has a same angular velocity but different linear velocity. So यो जुन डिस्क्रिप्सन छ नि, यसमा पनि मैले जे डिस्क्राइब गरेको थिएँ त्यही चिज नै भनेको
ल्याङ्ग्वेजको फर्ममा, इन द फर्म अफ ल्याङ्ग्वेज, ठिक छ। सो रिजिड बडीको बारेमा बुझ्यो। अब हामी जाऊँ एङ्गुलर डिस्प्लेसमेन्ट भनेको के हो। एङ्गुलर डिस्प्लेसमेन्ट अर्को हाम्रो एउटा जान्नुपर्ने टर्म के हुन्छ, एङ्गुलर डिस्प्लेसमेन्ट, ठिक छ। एङ्गुलर डिस्प्लेसमेन्टलाई हामीले थीटाले रिप्रेजेन्ट गरिन्छ मेनली। रोटेसनल डाइनामिक्समा एङ्गुलर डिस्प्लेसमेन्टलाई थीटाले रिप्रेजेन्ट गरिन्छ। यो भनेको द एङ्गल थ्रु विच द पार्टिकल रोटेट इन अ सर्टेन टाइम हो। मैले यो पार्टिकल मानेको थिएँ, यो रिजिड बडीमा मैले यो पार्टिकल मानेको थिएँ। यो पार्टिकलले हाम्रो मानौँ यो पार्टिकल के भयो, यो 0 डिग्री भयो। मानौँ यो पार्टिकल घुम्दै 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 यहाँ आयो, जब मोसन हुन्छ घुम्दै 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 यहाँ आयो भनेपछि यहाँ आउँदाखेरि के हुन्छ, यहाँदेखि यहाँसम्मको डिस्टेन्स यो होला। यो बिचको यो एङ्गललाई हामीले मानेको थीटा, ठिक छ। यो थीटा भनेको के हो, यसको एङ्गुलर डिस्प्लेसमेन्ट। यसलाई मैले मानौँ एउटा सर्कुलर मोसनमा, सर्कुलर रोटेसनल मोसनमा मैले यसलाई हेर्छु भने, जस्तै कि यो पार्टिकल के भयो, एउटा सर्कलमा मुभ गरिरहेको, यसको मेन पोजिसन यो होला मानौँ हो। भनेपछि सेन्टर यो हो। भनेपछि मानौँ यो पार्टिकल यहाँदेखि यहाँसम्म मुभ गर्यो, ठिक छ। भने यहाँदेखि यहाँसम्म मुभ गर्दाखेरि यसको डिस्प्लेसमेन्ट कति हुन्छ, डिस्प्लेसमेन्ट भनेको के हो, यो हो यसको डिस्प्लेसमेन्ट। यो पोइन्टदेखि यो पोइन्टलाई जोइन गर्ने डिस्प्लेसमेन्ट यो हो। यो भनेको लिनियर डिस्प्लेसमेन्ट हो। के डिस्प्लेसमेन्ट, यो लिनियर डिस्प्लेसमेन्ट। तर यो जुन एङ्गल बनाएर मुभ गरे नि यसलाई भन्छ हामीले एङ्गुलर डिस्प्लेसमेन्ट। सो एङ्गुलर डिस्प्लेसमेन्ट भनेको के रहेछ, इन एनी रोटेसनल मोसन द एङ्गल मेड बाई द पार्टिकल फ्रम द मेन पोजिसन टु द फाइनल पोजिसन इज कल्ड एङ्गुलर डिस्प्लेसमेन्ट भनेर भनिन्छ, ठिक छ। सो एङ्गुलर भेलोसिटी भनेको के हो, एङ्गुलर भेलोसिटी भनेको एङ्गुलर भेलोसिटीलाई हामीले ओमेगाले रिप्रेजेन्ट गर्छौँ। द रेट अफ चेन्ज अफ एङ्गुलर डिस्प्लेसमेन्ट इज एङ्गुलर भेलोसिटी। लिनियर मोसनमा के हुन्थ्यो, भेलोसिटी भी भनेको के हुन्थ्यो, रेट अफ चेन्ज अफ लिनियर डिस्प्लेसमेन्ट, जसलाई हामीले डिएस अपन डिटी लेख्थ्यौँ। एङ्गुलर मोसनमा के हुन्छ, डी के अरे ओमेगाको भ्यालु कति हुन्छ, डी थीटा अपन डिटी, रेट अफ चेन्ज अफ एङ्गुलर डिस्प्लेसमेन्ट। सो एङ्गुलर भेलोसिटी के हुँदो रहेछ, रेट अफ चेन्ज अफ एङ्गुलर डिस्प्लेसमेन्ट। एङ्गुलर एसिलेसन भनेको के हो त नि, अब एङ्गुलर एसिलेसन, एसिसिएलइआरएटिएन एसिलेसन। एङ्गुलर एसिलेसनलाई हामीले अल्फाले डिनोट गर्छौँ। इट इज द रेट अफ चेन्ज अफ एङ्गुलर भेलोसिटी, ठिक छ। अल्फा इज इक्वल टु डी ओमेगा अपन डिटी, ठिक छ। जुन चिज हाम्रो लिनियर मोसनमा के थियो, स्मल एले रिप्रेजेन्ट गरिरहेको थियो। स्मल ए लिनियर मोसनमा के हुन्छ, स्मल ए इज इक्वल टु डिभी अपन डिटी हुन्थ्यो भने एङ्गुलर डिस्प्लेसमेन्टमा के हुन्छ, रोटेसनल डाइनामिक्समा के हुन्छ, अल्फाको भ्यालु कति हुन्छ, डी ओमेगा अपन डिटी, ठिक छ। सो यी केही टर्म्सहरू थिए, यिनीहरू केही टर्म्सहरू थिए। अब त्यसको केही यो मैले जुन जुन चिजहरू मैले डिस्क्राइब गरेको थिएँ त्यसको चाहिँ केही उसेर यो तपाईँले स्क्रिनसट गर्न सक्नुहुन्छ। त्यसको यो फुल डिस्क्रिप्सन भयो, ठिक छ। स्क्रिनसट गरेर यो ल्याङ्ग्वेज मैले लेखेको छु, ल्याङ्ग्वेज, यो ल्याङ्ग्वेजले स्क्रिनसट गर्न सक्नुहुन्छ र आफ्नो नोट गरेर बनाउन सक्नुहुन्छ है त, ठिक छ। अब हामी के गर्छौँ, स्ट्रेट लाइनको इक्वेसन अफ स्ट्रेट लाइन्सहरू लेख्छौँ। हाम्रो तिनटै मेजर इक्वेसन अफ स्ट्रेट लाइन छ। हाम्रो लिनियर मोसनमा के हुन्छ, भी इज इक्वल टु यु प्लस एटी हो। सेकेन्ड नम्बरमा एस इज इक्वल टु युटी प्लस हाफ एटी स्क्वायर हुन्थ्यो, ठिक छ। थर्ड नम्बरमा हाम्रो के हुन्छ भन्दाखेरि के अरे भी स्क्वायर इज इक्वल टु यु स्क्वायर प्लस 2s हुन्छ हो। यही चिज यो केमा हो, लिनियर मोसनमा यही चिज रोटेसनल डाइनामिक्समा के हुन्छ भन्दाखेरि, रोटेसनल डाइनामिक्समा यही चिज के हुन्छ, यही चिजलाई हामीले यसरी लेख्छौँ, इक्वेसन्सहरू यसरी भन्छ। भेलोसिटीको साटो हामीले के हुन्छ, इनिसियल भेलोसिटीको साटो हामीले ओमेगा रिप्रेजेन्ट गर्छौँ। ओमेगा इज इक्वल टु के अरे फाइनल भेलोसिटीको साटो हामीले ओमेगा रिप्रेजेन्ट गर्छौँ। इनिसियल भेलोसिटीको साटो हामीले ओमेगा नट रिप्रेजेन्ट गर्छौँ। ओमेगा नट प्लस ए भनेको एक्सेलेरेसन अल्फा स्मल टी लेखिन्छ, ठिक छ। यसै गरी सेकेन्डमा हाम्रो यस भनेको के एङ्गुलर के अरे यो लिनियर डिस्प्लेसमेन्ट, एङ्गुलर डिस्प्लेसमेन्टले रिप्लेस गर्छ यसलाई रोटेसनल डाइनामिक्समा, इज इक्वल टु ओमेगा नट स्मल टी प्लस 1/2 अल्फा टी स्क्वायर। यसै गरी भी स्क्वायर इज इक्वल टु यु स्क्वायर प्लस 2s के हुन्छ भन्दाखेरि ओमेगाको स्क्वायर इज इक्वल टु ओमेगा नटको स्क्वायर प्लस 2 अल्फा थीटा हुँदो रहेछ, ठिक छ। ल यो के भयो भन्दाखेरि जुन चिजले हामीले
लिनियर मोसनमा के गर्थ्यौँ, यसरी लेख्थ्यौँ तीनटै इक्वेसन अफ मोसनलाई। यही चिजलाई हामीले एङ्गुलर रोटेशनल डाइनामिक्समा हामीले यसरी लेख्छौँ, ठिक छ। अरू केही पनि होइन यसले भन्नु खोजेको। अब हामी जाउँ मोमेन्ट अफ इनर्सिया। यो चाहिँ अलिकति बुझ्न पर्ने टपिक हो, मोमेन्ट अफ इनर्सिया हो। अब न्युटनको फर्स्ट लले के भन्छ भन्दाखेरि, न्युटनको फर्स्ट लले के भन्छ एकखेर बुझौँ है त। According to the first law of Newton के थियो, every body in the universe tends to attain its position of rest or either motion until and unless an external force is applied to it, ठिक छ। यो भनेको न्युटन फर्स्ट ल अफ मोसन हो। यसलाई हामीले ल अफ इनर्सिया पनि भनिन्थ्यो हो। के भने खोजा यो लले भन्दाखेरि, कुनै पनि बडी यदि मोसनमा छ भने मोसनमै रहिरहन खोज्छ अरे, यदि त्यो बडी रेस्टमा छ भने रेस्टमै रहिरहन खोज्छ अरे। तब जब कति बेलासम्म भन्दाखेरि जबसम्म त्यसमा कुनै पनि एक्सटर्नल फोर्स हामीले लगाइँदैन, तबसम्म के हुन्छ, त्यो बडीले आफ्नो के गर्न खोज्छ, मोसन र रेस्टको स्टेटलाई आफ्नो देखाइरहन खोज्छ, ठिक छ। अब यसको मैले सुरुमा डिस्क्राइब गर्छु, पछि तपाईँहरूले मैले यहाँ लेखेको छु साइडमा नोट मैले यहाँ बनाएको छु। यो नोट म तपाईँहरूले यसरी अगाडि देखाइदिन्छु, त्यो स्क्रिनसट गर्न सक्नुहुन्छ है त। ल ठिक छ, यो भनेको मोमेन्ट अफ इनर्सिया भयो। अब के अरे सरी, यो भनेको न्युटन्स फर्स्ट ल भयो। अब जुन के भयो, न्युटन फर्स्ट ल के भन्थ्यो अरे, कुनै पनि बडी यदि स्टेट अफ रेस्टमा छ भने रेस्टमै बस्न खोज्छ, स्टेट अफ मोसनमा छ भने मोसनमा बस्न खोज्छ। यदि हामीले त्यसमा फोर्स लगायौँ भने के हुन्छ, त्यो बडीले जुन स्टेटमा बस्न खोजेको थियो नि, त्यही स्टेटमा बस्न खोज्ने एबिलिटी भनेको के, इनर्सिया हो, ठिक छ। ठिक छ, भन्नुको अर्थ कुनै पनि बडीलाई हामीले एक्सटर्नल फोर्स लगाउँदाखेरि चेन्ज हुन नखोज्ने त्यसको एबिलिटी भनेको के हो, इनर्सिया हो। अब रोटेशनल डाइनामिक्समा के हुन्छ भन्दाखेरि, कुनै पनि बडी रिजिड बडी, यो रिजिड बडी छ, के छ, एक्सिसमा रोटेसन गरिरह। अब यसले आफ्नो मोसनलाई यो यसरी रोटेट गरेर यसरी यसले आफ्नो मोसनलाई चेन्ज गर्न सक्ने इनएबिलिटी हो क्या मोमेन्ट अफ इनर्सिया भनेको, ठिक छ। यो आफ्नो मोसनलाई चेन्ज गर्न सक्ने इनएबिलिटी हो, ठिक छ। अ बडी रोटेटिङ अबाउट एन एक्सिस अनेबल टु प्रोड्युस चेन्ज इन इट्स रोटेशनल मोसन, दिस इनएबिलिटी अफ रोटेटिङ बडी इज सेड टु बी रोटेशनल इनर्सिया अफ अर मोमेन्ट अफ इनर्सिया, ठिक छ। मोमेन्ट अफ इनर्सिया भनेको के रहेछ, कुनै पनि बडी यदि रोटेशनल डाइनामिक्समा एउटा एक्सिसमा रोटेसन गरिरहेको छ, ठिक छ भने त्यसले आफ्नो मोसनमा चेन्ज गर्न नसक्ने प्रोपर्टी भनेको मोमेन्ट अफ इनर्सिया रहेछ। त्यसले इनर्सियाले के गर्छ भन्दाखेरि त्यो मोसनलाई चेन्ज गर्दैन के, ठिक छ, त्यो भनेको मोमेन्ट अफ इनर्सिया। अब जाम ठिक छ। अब मोमेन्ट अफ इनर्सियाको फर्मुला हामीसँग के हुन्छ भन्दाखेरि आई इज इक्वल टु एम आर स्क्वायर। आर भनेको के हो, यो आर भनेको के हो, डिस्टेन्स फ्रम द पार्टिकल टु द एक्सिस अफ परपेन्डिकुलर डिस्टेन्स फ्रम द पार्टिकल एन्ड एक्सिस अफ द रोटेसन, ठिक छ। अब मोमेन्ट अफ इनर्सियाको डेरिभेसन गरौँ, ठिक छ। आजको भिडियोमा हामी मोमेन्ट अफ इनर्सियाको डेरिभेसनसम्म मात्र गर्छौँ, भोलिको भिडियोमा हामी अन्य टपिकहरू पढ्छौँ है त। मोमेन्ट अफ इनर्सियाको डेरिभेसन गरौँ, ठिक छ। जस्तै कि यो हाम्रो के भयो, पार्टिकल भयो। अब यो पार्टिकल केमा मुभ गरेर, यसको एक्सिस अफ रोटेसन यो भयो, यो एक्सिसमा यसरी रोटेट गरेर। जस्तै कि यो तिमी के मान, सन मान, यो हाम्रो प्लानेट मान, सनलाई के गर्छ, प्लानेटले रोटेसन गर्छ नि त, एरोलाई सन मान, सो यसरी रोटेसन गरेर, ठिक छ। मान मैले यो पोइन्टको मास m1 छ, यो पार्टिकलको, यो पोइन्टमा भएको पार्टिकलको मास m2 छ, यो पोइन्टमा भएको पार्टिकलको मास m3 छ। यहाँदेखि यहाँसम्मको परपेन्डिकुलर डिस्टेन्स कति हुन्छ, r1, यहाँदेखि यहाँसम्मको परपेन्डिकुलर डिस्टेन्स कति हुन्छ, r2, यहाँदेखि यहाँसम्मको परपेन्डिकुलर डिस्टेन्स हुन्छ हाम्रो r3, ठिक छ। भने जब रोटेसनल मोसन हुन्छ तब के हुन्छ, यो यसरी घुम्छ नि त, यो घुम्दाखेरि के हुन्छ, यो यसरी यो एक्सिसमा घुम्छ, यो भाग यो एक्सिसमा घुम्छ यसको, भने यो भाग यो एक्सिसमा घुम्छ, ठिक छ। सो हरेक पार्टिकलमा के आउँछ, मोमेन्ट अफ इनर्सिया लाग्छ कि, ठिक छ। हरेक पार्टिकलमा के लाग्छ, मोमेन्ट अफ इनर्सिया लाग्छ। यसमा लाग्ने मोमेन्ट अफ इनर्सियालाई मैले I1 मान्छु, यसमा लाग्ने इनर्सियालाई मैले I2 मान्छु, यसमा लाग्नेलाई मैले मान्छु I3 मान्छु। भनेपछि टोटल नेट इनर्सिया कति हुँदो रहेछ भन्दाखेरि I1 प्लस I2 प्लस I3 डट 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 IN सम्म, किनकि हामीले के थाहा, n नम्बर अफ पार्टिकल छ हो। यदि n के छ, नम्बर अफ पार्टिकल्स, यदि n नम्बर अफ पार्टिकल्स छ भने के हुँदो रहेछ भन्दाखेरि I1 प्लस I2 प्लस I3 प्लस डट 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 IN सम्म हामीले समेसन गरिदिने टोटल यहाँ निकाल्नको लागि। सो I बराबर कति हुन्छ,
m1 r1 को स्क्वायर, r1 को यहाँदेखि यहाँसम्म डिस्टेन्स। अब मोमेन्ट अफ इनर्सियाको फर्ममा के थियो, m r को स्क्वायर थियो हो। सो पार्टिकल m1 मा लाग्ने मोमेन्ट अफ इनर्सिया भनेको कति हुन्छ, m1 r1 को स्क्वायर। पार्टिकल 2 मा लाग्ने मोमेन्ट अफ इनर्सिया भनेको m2 r2 को स्क्वायर। 3 मा लाग्ने m3 r3 को स्क्वायर। यसै गरी n पार्टिकलमा लाग्ने कति हुन्छ, m n r n को स्क्वायर हुँदो रहेछ। ठिक छ। सो यसले हामीले मोमेन्ट अफ इनर्सिया यहाँबाट कति आयो भन्दाखेरि सबमेसन i इज इक्वल टु 1 देखि n सम्म इनिसियल लेखेको छ mi ri को होल स्क्वायर रहेछ, mi ri को स्क्वायर रहेछ। यो भनेको के हुन्छ भन्दाखेरि टोटल मोमेन्ट अफ इनर्सिया हो। ठिक छ। सो द मोमेन्ट अफ रिजिड बडी, यो भनेको के रहेछ, टोटल मोमेन्ट अफ इनर्सिया रहेछ। ठिक छ। So the movement of rigid body about axis is the sum of product of mass and square of respective perpendicular distance from the axis of rotation। ठीक छ। अब यो चीज मैले जुन डेरिवेसन गरेँ मोमेन्ट अफ इनर्सियाको यो डेरिवेसनको मोमेन्ट अफ इनर्सिया र यसको डेरिवेसनको केही डिस्क्रिप्सन यहाँ हेर्नुहोस् है त। यो मोमेन्ट अफ इनर्सियाको बारेमा रहेको छ डिस्क्रिप्सन, यसले पज गरेर नोट गर्न सक्नुहुन्छ। ठीक छ। यो मोमेन्ट अफ इनर्सियाको बारेमा डिस्क्रिप्सन भयो, यसै गरी यो यसको डेरिवेसन भयो। ठिक छ। यसको डेरिवेसन भयो, मैले यहीँबाट पढाएको हो सबै तपाईहरुले। ठिक छ। ल यसको डेरिवेसनलाई हामी तपाईले के गर्न सक्नुहुन्छ भन्दाखेरि टक्क लाएर नोट गर्न सक्नुहुन्छ, पज गरेर नोट गर्न सक्नुहुन्छ है त। पज गरेर यसलाई नोट गर्न सक्नुहुन्छ किनकि यो एकदमै छोटो ल्याङ्ग्वेजमा छ, सरल भाषामा छ। सो आजको भिडियोको लागि यति नै। आशा छ तपाईहरुलाई यो मोमेन्ट अफ इनर्सियाको बारेमा नलेज भयो र रोटेसन डायनामिक्सको एउटा इन्ट्रोडक्सन भिडियो थियो जसमा हामीले के पढ्यौँ भन्दाखेरि रिजिड बडी भनेको के हो, त्यसपछि एङ्गुलर डिस्प्लेसमेन्ट भनेको के हो, एङ्गुलर भेलोसिटी भनेको के हो, एङ्गुलर एक्सिलरेसन के हो। ठिक छ। त्यसपछि हामीले जुन लिनियर भेलोसिटीमा इक्वेसन अफ मोसनको फर्ममा थियो त्यो एङ्गुलर रोटेसनल मोसनमा कस्तो हुन्छ त्यसको फर्ममा त्यो हेऱ्यौँ। र सँगसँगै हामीले के पढ्यौँ, मोमेन्ट अफ इनर्सियाको बारेमा पढ्यौँ र त्यसको डेरिवेसन हेऱ्यौँ। रिजिड बडीमा मोमेन्ट अफ इनर्सिया कति हुँदो रहेछ। ठिक छ। यो हुन्छ यसको डेरिवेसन गर्दाखेरि फाइनल एक्सप्रेसन आउँछ। सो अर्को भिडियोमा हामी पढ्छौँ रेडियस अफ गाइरेसन पढ्छौँ, त्यो भनेको के हो भनेर पढ्छौँ, रोटेसनल काइनेटिक एनर्जी अफ रिजिड बडी भनेर पढ्छौँ। ठिक छ। सो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। आजको लागि यति नै, धन्यवाद।